आज 2-3 मिनेटमा म के भन्न चाहन्छु भन्दाखेरि अहिले हामी सबैजनाको यसो मन्तव्य सुन्दाखेरि सबैजना आक्रोश जस्तो देखिन्छ। अहिले हामी आक्रोश हुने बेला होइन यो। हामी कुनै सोच र धारणा बोकेर हिँडेर देशलाई कस्तो उन्नति हुन्छ भन्ने लाग्नुपर्ने छ। हामीले 2007 देखिको इतिहास हेर्यो भने हामीलाई विकास गर्न पनि हामीले समय पाएको देखिदैनौँ। हामीले आन्दोलनपछि अर्को आन्दोलन थपिँदै गइरहेको छ र यस आन्दोलनमा हामीले नेपालले कतिखेर चाहिँ विकास गरेर एउटा लामो धारामा बस्ने भनेर नि बस्न सकेको छैन। अस्ति भर्खर त्यत्रो सेप्टेम्बर 8 मा भयो त्यत्रो आन्दोलन, त्यसपछि पनि अब हामी अझै विद्रोहमा लागेर हुँदैन। हामीले विद्रोहमा नलागिकन अब हाम्रो माग के छ त्यसलाई हामीले लिस्टिङ गरेर हामीले राम्ररी जानुपर्ने हुँदछ। अब आउन गएको फाल्गुन 21 को चुनाव अब हामी सबैजनाले गर्ने भनेर लागेपछि यसलाई हामीले उन्नतितर्फ नै लग्नुपर्ने हुँदछ। किन भन्दाखेरि हामीले आफैले चुनेको प्रतिनिधिहरूलाई पठाउनु पर्यो र त्यसमा चाहिँ हामीले राम्रो हुनु पर्यो। अघि एकजना दाइले भन्नुभयो 20 वर्षको उमेर हदमा हामीले निर्वाचन उठ्न पाउने उम्मेदवार यसमा हुँदैन। किन भन्दाखेरि अहिलेको हामीले यसो हेर्दाखेरि त्यस्तो 20 वर्षको हद भयो भने त त्यो सबै अनपढै आउने हो। 16 वर्षमा अहिले म्याक्सिमम 16 वर्षमा +2 सकायो भने पनि ब्याचलर सकिन 20 वर्ष लाग्छ। अब ब्याचलर सकाएर ऊ केही कामै नगरिकन कुनैमा आयो भने त त्यो त पहिलाको नेता र हामी अहिलेकोमा केही फरक देख्न सक्दैनौँ। सक्छौँ त सक्दैनौँ नि। अहिले उमेर हद घटाउने होइन क्या, हामीले के गरी कताबाट राम्रो मान्छे र राम्रो प्रतिनिधिहरू उम्मेदवारहरू आउन सक्छन् भन्नेतर्फ सोच्नुपर्ने हुँदछ। हामीले अब अहिले भइरहेको यस दमन भन्यो, अस्ति सिमरामा भएको त्यो दमन छ, त्योमा हामीले अझै त्योमा झगडा भएको राम्रो होइन क्या। कसैले अब ऊ बोल्न आइरहेछ उसलाई हामीले माथिको तहबाट के गरी हुन्छ उसको खोज निन्दा गरेर उसलाई प्रकार गर्ने तर्फबाट लाग्नुपर्छ। तर होइन एउटा प्लेनमा आइरहेछ ऊ त्यो प्लेनलाई नै आउन नदिएर त्यो गर्ने होइन। किन भन्दाखेरि जुन त्यो 12 मा भएको सिमरामा छ, सिमराको एयरपोर्टमा अरू कति बिरामीहरू पनि जस्तो अब यहाँबाट तराई जानलाई त धेरै 5 घण्टाको लाग्छ। 5 घण्टामा प्राय मान्छेहरू केही इमर्जेन्सीको लागि आइरहेको पनि हुन सक्छन्। त्यसलाई हामीले एकछिन रोक्दाखेरि पनि त्यहाँनिर कतिजना बिरामीहरूलाई पनि आपत पर्न सक्छ भनेर त्यसरी पनि हामीले बुझ्नुपर्छ। त्यही छेउमा हाम्रो रौतहट छ, पर्सा छ, त्यो एयरपोर्ट सबै सिमराले नै धानिरहेको हुन्छ। त्यही भएर हामीले त्यताबाट पनि सोच्नुपर्ने अवस्था देखिएको छ। अब देशको यस्तो गम्भीर अवस्था रहेको छ। यो अवस्थामा हामी यस्तो दोबाटोमा छौँ कि हामी दुई दिशामा सोच्दाखेरि पनि हामी कुन दिशामा जाँदाखेरि चाहिँ हाम्रो भविष्य राम्रो छ भनेर हामीले बुझ्न सकेका छैनौँ क्या। यो अवस्थामा हामी आक्रोश भएर हुँदैन, हामी बुद्धिमान हुनु पर्यो, हामीले आफ्नो केही धारणा राख्नु पर्यो, केही विचार राख्नु पर्यो र हामीले अघि बढ्नु पर्यो। आज म यति सानो मन्तव्य भन्दै यस मञ्चबाट बिदा हुन चाहन्छु। फेरि भेटौँला। धन्यवाद।